समय आएको छ सभामुख महोदय, जब हामी आतंकवाद र आतंकवादी विरुद्ध सहकार्य गर्न कार्यनीतिलाई हृदयङ्गम गर्नुपर्छ। हामीले पहलगामको घटना जसमा 1 जना नेपाली सहित 26 जनाको बर्बरतापूर्वक हत्या भएको थियो, सम्पूर्ण विश्वले भर्सना गर्दै आतंकवाद विरुद्धको लडाईँमा ऐक्यबद्धता प्रकट गरिसकेको स्थिति छ। हम सम्माननीय प्रधानमन्त्रीज्यूले भारतको प्रधानमन्त्रीसँग फोनमा कुरा गरेर ऐक्यबद्धता व्यक्त गरेको सर्वविदित छ। त्यति मात्रै होइन सभामुख महोदय, अमेरिका जस्तो देश जसले विभिन्न क्षेत्रमा पाकिस्तानलाई सहयोग गर्दै आएको थियो, पहलगाम घटनापछि आतंकवाद विरुद्धको लडाईँमा भारतको पक्षमा उभिने निर्णय ट्रम्प सरकारले गरिसकेको छ। यस बाहेक पनि विगतमा नेपाल आतंकवादको पीडा भोग्दै आएको छ। 7 अक्टोबर 2023 मा इजरायलमा हामीले 10 जना विद्यार्थी घुमायौं र 1 जना अहिले पनि बेपत्ता हुनुहुन्छ। यसै क्रममा पहलगाम घटनाभन्दा 2 महिना अगाडि हमासको शीर्ष नेतृत्व POK मा पुगेको समाचार केही प्रतिष्ठित सञ्चार माध्यमहरूले प्रकाशित गरेका छन्। अर्थात् पहलगाम घटना POK र हमासको जोइन्ट भेन्चर थियो भन्ने कुरा सञ्चार माध्यमको विश्लेषणमा हामी सहमत हुने प्रशस्त ठाउँ छ। नेपाल आतंकवादको विरुद्धमा उभिँदा आतंकवादीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने कुनै पनि देशसँग अब हामीले समदूरी होइन दूरी बनाएर बस्नुपर्छ। सरकारको यसमा ध्यान आकर्षण जाओस्, अन्यथा त्यस्ता देशसँग हाम्रो निकटताले भोलि नेपाल अन्तर्राष्ट्रिय आतंकवादको खेल मैदान नबन्ला भन्ने ठोकुवा भन्न सक्ने स्थिति रहँदैन। ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।